रूपमा जानु भनेको छ। यहाँ चित्र छ भनेपछि सारङ्गीको बारेमा भनेको छ। सो तपाईँले पढ्नु त भयो होइन। अब सारङ्गीको बारेमा यो एउटा क्लासलाई चाहिँ कसरी सारङ्गी बन्छ, के हुन्छ, कसरी बनेको हुन्छ, प्रत्यक्ष यो देखाउँदै हुनुहुन्छ। हाम्रो गोपाल गन्धर्वजी हुनुहुन्छ होइन। उहाँ चाहिँ हाम्रो रक्षा चौरमा बस्नुहुन्छ, माथि रक्षा चौर छ नि। रक्षा चौर कति नम्बर वडा पर्छ? 4 नम्बर वडा पर्छ हो। 4 नम्बर वडाको रक्षा चौरमा उहाँहरू बस्नुहुन्छ। उहाँहरूको एउटा समुदाय छ त्यहाँ, गन्धर्व समुदाय होइन। गन्धर्व रातका मानिसहरूले धेरै दिन बजाउनुहुन्थ्यो पहिले, तर अहिले त जसले बजाइनुहुन्छ होइन। सबैको पेसाहरू त समान हुन्छ नि त। उहाँहरूले सारङ्गी बजाइदिनुहुन्छ र गीत बज्छ। मादल बजाउनेले मादल बनाउनुहुन्छ अनि गीत बन्छ होइन। त्यस्तै गिटारको आफ्नै रोल छ, बाँसुरीको आफ्नै रोल छ। त्यस्तै गरेर यो सारङ्गीको पनि आफ्नै महत्त्व छ। तर यो सारङ्गी अहिले लोप हुँदैछ। किन? हाम्रो दाङमा एकदमै कम हुनुहुन्छ गन्धर्व व्यक्तिहरू, तर अझ गन्धर्वमा पनि यो सारङ्गी बजाउने मान्छे एकदमै थोरै। उहाँहरूको गाउँमा 55वटा घर छन्, तर 55वटा घरमा 5 जनाले मात्रै यो बजाउन जानुभएको छ। अब उहाँ 5 जना यहाँ बस्नु भएन भने सकियो। अनि कसले सिकाउने होला त हामीलाई यो सारङ्गीहरू? कसले सिकाउने होला? बनाएको खमारीको बन्छ सारङ्गी, खमारीको बन्छ। यो घोडाको पुच्छर हो। यो घोडाको पुच्छर पढेको छ कि छैन बुकमा? घोडाको पुच्छरले बनेको हुन्छ भनेको छ नि त। अनि यसको नाम के हो? धनबाली बुकमा धन्की लेखेको छ होइन। धन्की हो यसको नाम। के हो? यो चाहिँ धन्की बन्छ। यो धन्कीमा एउटा काठ हुन्छ, अर्को चाहिँ यो घोडाको पुच्छरको रौँ हुन्छ। यो घोडाको पुच्छरको रौँ हो। यो सुन्दरी काठ, सुन्दरी काठ। यसलाई सुन्दरी भन्छ, यसलाई सुन्दरी भन्छ। त्यहाँ यो मुर्रा भन्छ, यसलाई माछा लाउने मुर्रा भन्छ। त्यति थोक 1 2 3 4 5 6 थोक, 6 थोक लगाएर यो सारङ्गी बन्छ, गद्दी बन्छ। माया भूले के होला